म चाहन्छु यो देशमा पसिना बगाउनुपर्छ, पसिनाको क्रान्ति गर्नुपर्छ। अब हामीले एउटा दाजुभाइले अर्को दाजुभाइको एउटा नेपालीले अर्को नेपालीको रगतको गाह्रो देश बन्दैन। म सबैलाई अनुरोध गर्न चाहन्छु, झगडा गर्नु रोक्नुहोस्। अब झगडा गर्नु रोक्नुहोस्, काटमार गर्नु रोक्नुहोस्, श्रमदानमा जोडिन आउनुहोस्। को नेता बन्ने, को ठुलो बन्ने भन्ने कुरा छोडिदिनुहोस्। हर्कसम्म नेता बन्न खोज्यो भन्नु होला, होइन म नेता सेता तपाईँभन्दा फाटेको लुगा लगाएर आएको म तपाईँभन्दा 10 वर्ष धेरै काम गरिरहेको छु। म कोही कसैको नेता बन्न चाहन्छु, तर यो देशमा शान्ति होस्, यो देशमा रगत नबगोस् भन्ने मेरो कामना हो। तपाईँले साथ दिनुहुन्छ? माफ